नेवा पत्रकार तेगु राष्ट्रिय संगठन नेवा पत्रकार राष्ट्रिय दबुया पेक्वागु तमुजा पाखे निपेन्द्रलाल श्रेष्ठ नाय पदे निर्विरोध निर्वाचित ज्यादिगुदु शनिबार यले कोचागु पेक्वागु तमुजा पाखे नाय श्रेष्ठ सहित छिन्गुम दुजया ज्यासना पुच निर्विरोध निर्वाचित जुगुख पेक्वागु तमुजया उलेजया से उपप्रधान तथा भौतिक मन्त्री नारायण काजी श्रेष्ठ सामाजिक न्याय व जातीय विविधता सम्बोधन यागु नीति पत्रकारिता संवेदनशील जुई मागुली बब्युसे पत्रकारिता विकास व मातृभाषा पत्रकारिता विकास यागु विषयले राज्य या ध्यान वंगु धया दिल अन्तर जनयुद्ध र जनआन्दोलनको संयोजन गरेर 65-30 जनआन्दोलनको उत्कर्ष पछि नेपालमा एउटा ठुलो राजनीतिक परिवर्तन हामीले हासिल गरेका छौँ। त्यो सामन्तवाद निरङ्कुशतन्त्र र राजतन्त्रका विरुद्धको आन्दोलन थियो र साथसाथै त्यो उत्पीडित वर्ग जाति क्षेत्र लिङ्ग भाषी सांस्कृतिक उत्पीडनको विरुद्धको पनि आन्दोलन थियो। त्यसै क्रममा हामीले त्यसको परिणामस्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्र स्थापना गरेका छौँ र राजनीतिक रूपमा हामीले लोकतन्त्र स्थापित गर्यौँ र नयाँ प्रकारको लोकतन्त्र नेपालमा स्थापित भएको छ र त्यो लोकतन्त्रलाई हामीले वास्तविक लोकतन्त्रको रूपमा विकास गर्ने क्रममा उत्पीडित वर्ग जाति क्षेत्र लिङ्ग र भाषी सांस्कृतिक समुदायका हक हितको रक्षाहरू गर्ने गरी संविधानमा कतिपय संस्थागत गरिसकेको छौँ भने त्यसलाई कार्यान्वयनको प्रक्रियामा अघि लगिराखेका छौँ। तमुजया छोले खुम पत्रकार त ठिठी कथया शेर्पा छाप्युगु खसा उगु शेर्पाया दसिपौ उप प्रधानमन्त्री श्रेष्ठ ल लाना दिगु ख जाजोले नेवा दे दबुया नायक पवित्र बजाचार्य नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नायक गजुरधन राई ए महानगरपालिका प्रवक्ता नवीन मानन्द र नेवा पत्रकार राष्ट्रिय दबुया तमुजया लस्ता भिन्तु नाद्य छासे थथगु खतया दिगु ख झिरे पनि नेवा पत्रकार राष्ट्रिय दबु तस्कै व्यापक जिदबु जि खरा चला नेवा दे दबु यात व्यापक ज्ञानवनिगु चले नेवा ख चाहिँ ततकथ समृद्ध यानवनिगु झरे सोनी ज्याजोगु नेवा पत्रकार राष्ट्रिय दबु थवे अलग पहिचान जना न्यावनिगु ज्याजो द चिसन खखए थो तजिक न्यावंगु
tuya pala taskai papia udah jisam khana channel juga jana Newa Patrikar Rashtriya Dabu yada ji ko भित्र देशना आवे दिने अझ यक्को स्वयं यक्को 5 क्विन्टलको अगाडा झ्याउने भएमा तत् अवस्थामा जो सत्यनारायण बहादुर श्रेष्ठज्यूले 2008 सालमा तत्कालीन नेपाल पत्रकार सङ्घ गठन गरेर नेपालका सम्पूर्ण स्वतन्त्र प्रेमी नागरिकलाई एकताको सूत्रमा बाँध्ने महान काम गर्नुभयो। उहाँलाई हामी विशेष यो कार्यक्रममा सम्मान गर्छौँ र हामी उहाँका अनुयायी भएको कारणले उहाँका हामी एउटा बाटोमा हिँड्ने यात्री भएको कारणले आज हामी जति भेला भएका छौँ सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रूपले उहाँहरू दुवैजना हाम्रा श्राद्धेय इतिहास पुरुष महापुरुष व्यक्तित्वप्रति म हार्दिक नमन गर्न चाहन्छु। कि ठाउँ नेवा पत्रकारिता यो चाहिँ टेको को तमुजा दिसे ठाउँ चाहिँ महाधिवेशन तब चाहिँ ठाउँ गया चाहिँ सर्वाचक संभाव्य टेरेर अब छिप्नौको ठाउँ या चाहिँ ज्याजोया विशेष ज्याजो ठाउँ स्वेगना जिन्सिपिङ किन या पनि हुन्छ न पकाएन पत्रकारिता भाषा के चिसा सुसोचेका भाषा सत्य तथ्य सूचना सम्प्रेषण जुनीमा उके ना चाहिँ छिसा थर्ड रूपले चाहिँ मुख त चाहिँ मु आज त चाहिँ छिसा चुलाके खनमा धेरै छिसा सोचे खै जगते ठाउँ चाहिँ काठमाडौँ महानगरपालिका छौ सूचना विभागीय संयोजक विषय महानगर या प्रवर्तन जुन कार्टमा हेर्न चाहिँ यो कोही पत्रकार हेर्न प छिसा चाहिँ नि चाहिँ सम्मान या फौँ चाहिँ ठाउँ लोको लान्छौँ। जाजोले उप प्रधानमन्त्री श्रेष्ठ दबुया स्मारिका लुमन्ती पौन चिकी फेना दिएको छ। सम्पूर्ण महानुभावहरूले संयुक्त रूपमा यो स्मारिका नेवा पत्रकार राष्ट्रिय दबुको विमोचन गर्दै हुनुहुन्छ। यो ज्याजो स्वागत दिँदछु यहाँसम्म कृपया अगाडि आइदिनुको लागि मैले आग्रह गरेँ। विमल तामाङका काभ्रे जिल्लाले सुरुवात गरेको यो सुकुन्दा स्मारिका विमोचन महसुस भएको छ र यो स्मारिका प्रकाशन गर्ने क्षेत्रमा आफ्नो क्षेत्रमा योगदान गर्नुहुने सुन्दर रूपमा चलोस् भन्ने शुभकामना पनि छ। जहाँ ठिना चुनीमा कर्मया लोपी